हाई एभ्रिवान, हजुरहरूले थाहा पाइहाल्नुभयो म कहाँ जान लागेको भनेर। म चाहिँ मिसिसाको सेमिनारमा जान लागेको। यो मेरो पहिलो सेमिनार हो। म एक्साइटेड छु। अनि मेरो अर्नामेन्ट्स, मेरो क्लोथ, मेरो सुज, मेरो ब्यागहरू पुरै रेडी गरेर म चाहिँ कस्तो भएको थियो भने यस्तो भएको थिएँ। अनि फाइनल्ली म सोल्टी होटल पनि पुगेँ। म्यामहरू सरहरू अलरेडी आइसक्नु भएको रहेछ। म अलिकति ढिला भए पनि केही छैन, सेमिनार भर्खर स्टार्ट हुन लागेको थियो। अनि त्यसपछि चाहिँ हामीले त्यहाँ सेमिनारमा पुग्यौँ। अनि मैले चाहिँ मेरो नयाँ ब्युटिसियनहरूलाई भेट्ने मौका पाएँ। नयाँ अनुहारहरू थियो, किनभने अभियसली हुन्छ। म चाहिँ यो मेरो फर्स्ट सेमिनार हो नि त। मलाई चाहिँ मिसिसाको सेमिनारमा जाने चाहिँ अगाडिदेखि नै रहर थियो। अनि यो पनि मेरो पुरा भयो। अनि चिया कफी खाँदै हामीले चाहिँ सलोनी म्यामको डेमोन्स्ट्रेसनलाई एकदम इन्जोय गऱ्यौँ। उहाँले एकदमै राम्रोसँग मेकअप गर्नुभएको थियो, लाइट वेट मेकअप गर्नुभएको थियो, पेस्टलकोबाट गर्नुभएको थियो। कति चाहिँ फरेभर, कति मोइरा प्रोडक्टहरू पनि युज गरिराख्नु भएको थियो। स्पेसल चाहिँ पेस्टलको चलाउनु भएको थियो। अनि त्यसपछि हामीले खाना पनि खायौँ, इन्जोय गऱ्यौँ। एकदमै मिठो खाना। थ्याङ्क यू सोल्टी होटललाई पनि। अनि फोटो भिडियो लिँदै सलोनी म्यामसँग पनि भिडियोहरू लिएँ। अनि खास कुरा चाहिँ के भन्न चाहन्छु भने पेस्टल चाहिँ एकदमै रिजनेबल प्राइसमा छ। सबैले अफोर्ड गर्न सकिन्छ। म पनि चलाउँछु, यो पनि भन्न चाहन्छु। अनि यति भन्दै साँझ पर्न लागिसकेको थियो। मैले सर म्यामहरू सबैजनालाई हामी चाहिँ बाई गर्दै हामी सोल्टी होटलबाट जानु नै पर्ने हुन्छ। थ्याङ्क यू मिसिसा।